नमस्ते सबैजनालाई। कस्तो हुनुहुन्छ सबैजना? आशा गर्छु सबैजना ठिकै छन् होला, सन्चै छन् होला। म चाहिँ अहिले बाबाको लागि रोटी बनाइदिँदैछु। आमाले चाहिँ नानी हेर्नु हुँदैछन् हो। धेरै दिन भयो मैले अब पकाएको बिहानको मर्निङ ब्लगहरू बनाउँथेँ। अहिले एकदमै मेरोमा समय हुँदैन। यति आफू चाहिँ म नि एकदम मिसिन जस्तो भइसकेको छु। आफूलाई चाहिँ एकदम मसिन जस्तो लाग्न थालिसकेको छ। यताको ड्युटी तुरेपछि उताको ड्युटी तुरे यता उता म त दुग्रा दुग्री खानु पनि स्पिड, मतलब यस्तो मेरो अहिले लाइफ भएको छ कि के भन्नु। अन्त अहिले फेसबुकमा म एकदम समय दिनु पनि पाएको छुइनँ। धेरैजनालाई मैले लाइक कमेन्ट सपोर्टहरू पनि दिनु पाएको छुइनँ। अझै धेरैजनाको म त मेरोमा भिडियो आउनु पनि छोडिसकेको छ। अनि अब के भन्नु है, फेसबुकको के रूपमा अब दुनियाँभरको फेसबुकको अल्गोरिदमहरू हुन्छ। कसैको अब एकदमै क्लोज फ्रेन्ड फलोवर छ भने पनि कोही बेला उनीहरूको भिडियोहरू आइदिँदैन। अन्त हामी सपोर्ट पनि गर्नु पाउँदैनौँ होइन। अन्त धेरैजनाले अब मैले सपोर्ट पनि गर्नु पाएको छुइनँ। एक त आफूमा समय पनि हुँदैन, के भन्नु अब। र पनि जति सक्दो जति पनि मेरोमा टाइमलाइनमा आउँछ, जहिले म अलिकति नानी काखमा लिएर बसेको हुन्छु त्यतिखेर एकछिन मोबाइल खोल्छु होइन, हेर्छु। त्यतिखेर जति पनि मेरो टाइमलाइनमा आउनेहरूलाई चाहिँ सबैलाई लाइक कमेन्ट फुल सपोर्ट गर्छु। जति तक समय छ त्यति त गर्छु होइन। तर धेरैजनाले चाहिँ मेरो अब प्रेग्नेन्सीदेखिको लिएर मैले आफ्नो सब कुछ सेयर गर्दै आएको थिएँ। डेलिभरीको टाइमसम्म अहिले पनि गरि नै रहेको छु, जति सक्दो गरिरहेको छु। जतिजनाले पनि मेरो भिडियोमा यति राम्रो राम्रो कमेन्ट्स, सजेसन, एडभाइस अनि हेरिदिनु भएकोमा, मलाई फुल सपोर्ट गर्नुभएकोमा चाहिँ एकदमै धेरै धेरै धन्यवाद छ। अब अस्ति चाहिँ मेरो हालत पनि त्यति ठिक थिएन, प्रेसर पनि हाई भइबस्थ्यो। यति राम्रो बोल्नु पनि सक्थिनँ, आफू राम्रोसँगले ठिक पनि भएको थिइनँ, यति स्ट्रङ भएको थिइनँ। अन्त म धेरै कुरा म भन्नु सक्थिनँ। तर आज चाहिँ म आफ्नो सेयर गर्दैछु। सबैजनालाई चाहिँ एकदमै दिलबाट थ्याङ्क यू भन्नुलाई चाहिँ मैले अहिले सानो भिडियो बनाएकै पकाउँदै बाबाको रोटी। अलिक फ्री पनि थिएँ किनकि अब आमाले नानी हेरिदिनु हुँदैछ नि त। अनि त्यही भनेर अलिकति ब्लग बनाएको, सानोबडे ब्लग बनाएको। हुन्छ त साथीहरू, हजुरहरू पनि राम्ररी बस्नुहोस्। सबैजनालाई बाई बाई, टेक केयर। फेरि टाइम पाएन फेरि भेटौँ ल भिडियोमा। ओके बाई।